बंगले के पीछे यो भैया भर्खर भर्खरै आएको आज यो मान्छे कति टाढो छैन त आज हाम्रो स्टाफ पिकनिक दार्जिलिङ लन्ड्री सर्भिसको एनुअल स्टाफ पिकनिक सबैलाई चेस अब यहाँ चिया र आलु पराठासित सुरु गर्ने भइरहेछ यो पुबुङ फाटकबाट है यो चाहिँ पुबुङ फाटक हो र सबैलाई ह्याभ फन है अनि यहाँनिर कति राम्रो राम्रो प्लान्ट्सहरू पनि रहेछ श्रद्धा छ यहाँ माई वाइफ श्रद्धा यहाँ चाहिँ हाम्रो आलु पराठा आई लभ पुबुङ फाटक अनि राम्रो रहेछ माथि ठाउँ सबै ग्रुपमा एकैचोटि आउनु पाए पो है हेलो हेलो म चाहिँ एक्लै घुमेर आउँछु अब र त वेदर है अलिक सफा भन्छ है केटाहरू बल्ल आएछ हेर्नु न र यिनीहरू त्यो फोटो खिच्ने है केटीहरूको छैन र त त्यहाँ आधी बाटो त के आउनु नि केटाहरू चाहिँ अल्छी गरेर गएन उकालो हो रेडी हुँदैछ हाम्रो ब्रेकफास्ट यस भर्खर आइपुग्यो ए होइन हल्का प्र्याक्टिस मात्रै हामी ब्यागमा अन्त है यो माथि लाग्नु यस यो पाउनु बोल्यो भाइ ये पिएंगे चाय चाय पी लिया केटाहरू कस्तो रहेछ दामी छ कहाँ गर्छ खै गर्छ होइन हुन्छ माथि छ लेडिजहरू के हो यहाँ चाहिँ हाम्रो स्पेसल जानु चाहिँ के हो आलु ल्याउनु पर्यो कतिवटा अरू भन्नुहोस् है के ल्याइदिउँ खै लु रेडी हजुर म त तल छ हजुर हुन्छ लिनुहोस् है हुन्छ ल लिनुहोस् त म तल हुन्छ अब हामी ठाउँ हेरेर बसेको छ ए ब्याग भइहाल्छ नि खै आएको छैन कि खाइसकेको कैसा लगा आज ठीक है कत्रो अग्लो घोडा फेरि है दार्जिलिङको जस्तै सानो सानो
हेर त घोडा एट सामदिन चढ्छ होला बोरिङ भयो नि बोटिङ गर्छु भन्दै थियो हो चाचा मिरिक आयो त पहिला अहिले चाहिँ हामी मिरिक लेकमा पानी चाहिँ छैन रहेछ हौ बोटिङ हल्का गरौँ भनेको वेदरले चाहिँ साथ दिएकै हो यतिको हो बोटम्यानले छैन बोटिङले पो बोरिङ बनाएको थियो यहाँ नम्बर छ होला एकपल्ट फोन गर्नु हेर्दैन मलाई त अति गहिरो जान्छ नि सानो कस्तो होस् भनेर भिडियो हुनुहुँदैछ छैन आइपुगे हामी झिल तर आइपुग्यो है? पानी रह्यो ब्लक फोन दह्रो छ भन्दा पानीतिर झर्ला नि फेरि बोल्नु पऱ्यो नि सिक्नु पऱ्यो नि खै सामदिन बोल्ने के भन्नु लु अब यहाँ त्यसरी बोल्ने भनेर हुँदैन नि कहाँ हुन्छ त्यो त प्रोफेसनल स्टाइलले दिनुहुन्छ लु मिरिक लेक भयो आज के हाम्रो लु अब यहाँ हाम्रो लेडिज पार्टीको एउटा फोटो पनि हुन्छ त्यहाँबाट हुन्छ लु लेडिज पार्टीको आउनु न दाजु यसबाट सिधै हुन्छ त होइन जान नि तपाईँ होइन डाइरेक्ट हुँदैन नि त ल बस्नु तपाईँ होस् पहिला लेडिज पार्टी गरिहाल न ए यो त तिम्रो केस अलिक मिलेन गालाहरूभित्र हाल्नु पऱ्यो बस्नु न दाजु यहाँ मुनि बस्नु बिचमा भेरी नाइस म त्यहाँ जिप गरेर बोल्दा पनि हुन्छ नि त यस्तो थाहा भए त म प्रिपेयर भए अब मलाई गर न अब एकपल्ट तपाईँ नाच उयो गर्नु न तपाईँ आज के कारणले मिरिक आउनुभयो म चाहिँ खासमा पानी परेको हेर्न आएको तर पानी परिदिएको छैन यहाँ चाहिँ अचम्म भइरहेको छ क्या बट वाइ मिरिक वाइ मिरिक हजुर बिकज यो जग्गासित मेरो एकदम पुरानो सम्बन्ध छ मेरो श्रीमती यहाँको हुनुहुन्छ अरे ए तपाईँ त पुरा भाग्यमानी पो रहेछ है म त अलग्दै निधारै ठुलो हेर्नुहोस् न तपाईँ चाहिँ कहाँको पढ्नुभयो म चाहिँ पढ्नु चाहिँ न्युयोर्क र टोकियोको अलिकति तलपट्टि क्या गाउँ छ नि हो त्यो सानो गाउँको त्यहाँको नाम के हो हजुर नाम चाहिँ रिम्बेक कोसित आउनुभयो यहाँनिर घुम्नु? हामी आएको छौँ, हामी सपरिवार ठुलो परिवार छौँ हामी है आज। र हाम्रो सानो बहिनीले पनि हेर्दैछ हामीलाई। हामी यहाँनिर अब दार्जिलिङ लन्ड्री सर्भिसको टिमसित आज डे आउट हो। सो मिरिकमा घुम्न आएको, तर पानी परेर अलिकति हाम्रो प्लानलाई बोरिङ गरिदिएको छ। र पनि हाम्रो स्टाफहरू घुम्दैछ खुसी भएर, जति सक्दो अब अलिअलि कम्ती पानीमा। थ्याङ्क यू। निक्लेन होला नि। कता जानु पर्यो? लाइक सब्सक्राइब गर्नुहोस्। एकछिनमा धेरै राम्रो कुराहरू देखाउन चाहन्छौँ हामीले। के सपोर्ट आम्मा
कत्रो घोडा हो हेलो वेलकम टु तपाईँको के हो यो युट्युब च्यानल है हजुर स्वागत छ तपाईँलाई हाम्रो मिनी युट्युब च्यानलमा र यहाँ हेर्नुहोस् आज चाहिँ हामी चाहिँ घुम्न आएको मिरिक र मिरिकको वेदर चाहिँ आज भन्नुपर्दा यस्तो छ यहाँ हेरिहाल्नुहोस् एकदम फगी लागिरहेको छ हल्का पानी पनि आइरहेको छ र बोटहरू पनि सबै बन्द रहेछ किनभने आज हामी बोटिङ पनि गर्ने भनेको थियो तर भएन किनभने पानीले गर्दाखेरि र बाटो भनेको चाहिँ यहाँ हेरिहाल्नुहोस् अवस्था यस्तो रहेछ तरै पनि हामी चाहिँ घुम्ने आज चाहिँ हाम्रो डिएलएस परिवार एकदम फ्यामिली चाहिँ पिकनिकमा आएको छौँ र मैला पनि रहेछ एकछिन यसो हेर्दै जाउँ अन्त हामी चाहिँ यहाँ पर एकदम आई लभ मिरिकमा गएर एक दुईवटा फोटो खिच्ने अनि चाहिँ फर्किने फेरि म चाहिँ हो जुनु लामा घुम दार्जिलिङ र स्वागत छ फेरि तपाईँहरूलाई आजको भ्लगर मिनी भ्लगर हो म चाहिँ भर्खर बनिँदै गरेको भ्लगर र हामी चाहिँ भनिहालेँ मिरिक लेकमा आइरहेको छौँ वेदर अब तपाईँले देख्न सक्नुहुन्छ टटर पनि लाग्दो बाटो पनि एकदम अप्ठ्यारो तर अब घाम लाग्नु हो भने चाहिँ यो यस्तो राम्रो देख्छ यो ठाउँ तर अब आज चाहिँ पानी पर्दै रोकिँदै त्यति नराम्रो वेदर पनि होइन खासै चाहिँ राम्रै हो किनभने पानी पनि परेको छैन तर फगी पनि है टुरिस्टहरूको लागि त्यो त एकदमै राम्रो हो नि त यो वेदर त हामीलाई चाहिँ यहाँ बसेर वाक्कै भइसक्यो यो वेदरले है तर अरूको लागि चाहिँ एकदम राम्रो हो र तपाईँहरू पनि हेर्नुहोस् इन्जोय गर्नुहोस् आउनुहोस् यहाँनिर थियो नि त त्यो कस्ट्युमहरू बनाउने त छैन रहेछ नि त हो पानीले गर्दाखेरि म त त्यो त दामी त दामी देख्छ नि अब हामी फाइनली आई लभ मिरिकमा पुग्न आँट्यो ऊ पर छ त्यहाँ गएर चाहिँ एक दुईवटा फोटोहरू खिच्ने यता दिदी यता हेरिदिनुहोस् तपाईँलाई अन्त कस्तो लागिरहेको छ आज एकदम दामी रहेछ तर पानी परेर चाहिँ अलिकति नरमाइलो जस्तो भइरहेको छ है ल यता सुनिदिई भनिदिइहाल एकदम रमाइलो यता हेर ऊ गुनासो पोख्दैछ आफै फोनमा व्यस्त छ तर आफै एकदम फोनमा बिजी छ आफै फोटो खिच्दैन भन्दैछु सबैजना चढेर खिच्यो कि मलाई चाहिँ चढ्ने पनि भनेन खिच्ने पनि भनेन अहिले फर्किने यही बाटो हो त होइन घोडामा चढेर फोटो खिचेको हजुर हजुर अन नगरिकन है पब्लिक नभइकन है हजुर त्यहाँदेखि साथीहरू गएर चाहिँ पब्लिक अहिले पनि ज्यादा छैन मेरो फाइनली आइपुग्यौँ हामी अब यहाँ बस्ने हो 3वटा फोटो सेसन गर्ने हो सबैजना यहाँ छ यहाँ चाहिँ हाम्रो डिएलएस ग्रुपहरू चाहिँ यहाँ छ हेरिहाल्नुहोस् आमा अब फोटो खिच्ने को के गर्ने ऊ हेरिहाल्नु लु यता एकछिन आई लभ मिरिक पहिला डल्लै निकालौँ यस्तो हुँदैछ तो घूमिए ना थोड़ा इधर उधर देखिए क्या लड़का लोग का गप सुन रहे हैं आप है ना अब तुम बोलो तुमको कैसा लगा बहुत अच्छा अच्छा लगा वेदर वेदर कैसा है बारिश मौसम बहुत अच्छा बहुत अच्छा है ना इंजॉय कर रहे हैं ना भाईला कैसा लगा एक नंबर अपन तो बचपन से इधर आए ले इधर है ना? ये इधर तुमको कैसा लगा कैसा लगा बा मिरिक झील मिरिक झील अच्छा लगा पहली बार आए हैं पहली बार आया अरे मुंह से गुटखा थूक के बोलिए कुछ समझ नहीं ये तो वो मैं इधर से ठीक है हाँ तू बोल तो इधर से बोल अच्छा लगा इधर आया घूमा फिरा मस्त लगा फिर लाइफ में आएगा एक बार और घूमने बीवी के साथ
बीबी के साथ नहीं बच्चे के साथ तपाईँलाई त राम्रो लाग्यो होला सोधिदिनु होला ए मलाई भन्नुभएको हजुर। सोध्नु न अन्त तपाईँको पेज छ भने चाहिँ यता देखाउनुहोस् त ए हजुर यसो पक्नु ल पक्नु म चाहिँ जुन लामा फ्रम घुम दार्जिलिङबाट र मेरो पनि सानो भए पनि फेसबुक प्रोफाइल छ मलाई पनि फलो गरिदिनु होला तपाईँहरूले सपोर्ट गरिदिनु होला म पनि तपाईँहरूलाई यस्तो यस्तो सानो सानो मिठो मिठो भिडियो अनि ब्लग्सहरू लिएर तपाईँहरूको मनोरञ्जन गर्नेछु र फलो गरिदिनु होला थ्याङ्क यू सो मच बाई बाई सबै बोल्नै पर्ने बेला भयो नि त अब एकदम रमाइलो भइरहेको छ आज मिरिक ढिलाएर साथीभाइहरूसँग मजा आयो फर्स्ट टाइम त होइन नि तपाईँको फर्स्ट टाइम होइन हामी दुईपल्ट दुईपल्ट सेकेन्ड टाइम अहिले चाहिँ तिनपल्ट भयो ए तिनपल्ट भनेपछि यता 4 त होइन लभ पर्दा आएको होला हौ लभ पर्दा क्या डेटिङमा चाहिँ हामी यो मिरिक हिल एरिया वरिपरि घुमेर आएको यो भयो भर्खर भर्खरै आज यो मान्छे पनि ढिलो आइदियो हो दामी दामी हाम्रो सेलिब्रिटीहरूको हजुर यहीँ बनाएको है हजुर एकदम दामी रहेछ हौ। स्टुडेन्टहरूले बनाउँछ है यो कलेक्सन हेर्नुहोस् हजुर तपाईँहरूलाई मन पर्यो चाहिँ मिरिक झिलमा ह्यान्डमेड सबै लोकल्सहरूले दामी दामी बनाएको छ ल्याउनु भने चाहिँ किनेर लानु सक्नुहुन्छ दामी रहेछ रहेछ फेरि त्यहाँ हजुर अझै मिरिक झिल घुमाइ भयो दामीसँग सो अघि चाहिँ सुरुमा आउँदाखेरि चाहिँ पानी पुरा परिरहेको थियो होइन अब अहिले चाहिँ के भयो भने पानी पनि हल्का रह्यो झिल घुमि पनि सक्यो ट्याक्कै पानी पनि पर्न थाल्यो बारिश हो गया बारिश गाइस हम भी चुका बारिश भी हो गया लेकिन ये लोग बोटिंग नहीं कर पाए आज वही वो विश्वास हुआ नहीं तो और सब ठिक था के जाँदैछ माथि चाहिँ फेरि आम्मामा के जाँदैछ फेरि ए मेरो छाता होइन नि केटाहरूले चापचाप अघि पाएको छ त फेरि है खै तपाईँहरूको चाहिँ के छ यसो ल म भन्दैछु माथि आउनु न छाता कहाँ छोडेर राख्नु उहाँ ओलीले ए होइन त्यो त ल्याए म छोड्न खाऊ खाऊ खानेहरू को छ अर्को पानी खाने अलगै बस्नु अलगै बस्नु उयो उयो अगाडि उयो हेर्नु भएको ए आउनु छोड्नु चाहिँ हेलो पढेर भनिदिनु नि त के खानु चिया कफी खाने होइन कफी चाहिँ खाने यता कफी खाने यता हजुर एकदमै सन्चो छ र हाम्रो मिरिकमा अब आउनुहोस् न आउनुहोस् आउनुहोस् न आउनुहोस् न यहाँ अब यहाँ पज गरेँ मैले यो त हाम्रो चल्दै गर्छ यो हाम्रो लाइभ हो यो हामी हमेसा यो गर्छ र हामी अब अहिले अर्डर दिँदैछौँ तिमीहरू के खाने हौ चिया कफी 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 1 2 3 तुम लोग क्या खाएगा यहाँनिर यसो गरिदिनुहोस् गरम पो भयो त यहाँबाट दामी डेकोरेसन देख्छ वेदर चाहिँ आज दामी भयो है अनि सामदिन मजा आउँदैछ एकदम बोरिङ त भएको छैन नि सोधा मजा आउँदैछ हजुर
वेदर दामी भयो आज। पठायो भने पहिला अन्त दादा जानु नि त त्यसरी पठाएको त्यसलाई हो म पनि छु है यहाँ। म आफै बिर्सिरहेको छु, म पनि छु भनेको नि। The cobblestones glisten, the city hums, यो सुशील शर्मा होइन खाना नजाएर राम्रो मत the saxophone sighs in a soulful चाचाले माछा लाने अरे हौ 2-3 वटा यो पनि हेरेर एउटा होइन तिमी कितनाले जाएगा through bookstore windows, stories unfold between dusty pages. आउँदैछ ल तपाईँहरूको The winds पुरा त्यो परेमा उफ्रिँदैछ jazz dances, बिस्तारै गाड्नु न it carries the philosophy reflections in the rain, a world so surreal. Each drop वेलकम एक गेट जान्छ keeps time for the quiet affirms what no words say. What is a thought but a cloud in the sky? Bids us ask why. इन्तजार भइदिएको हुन्छ नि है छैन रहेछ आज चाहिँ दार्जिलिङ लन्डनको सबै हामीले यहाँ आज सब्जेक्टमा अब लन्चको लागि सो आज हाम्रो यो मेन कार्यक्रम होइन पिकनिक पनि हो एउटा उयो पनि आउटिङ पनि थियो अप्रिसिएसन के लिए थोड़ा बहुत ट्रॉफीज रखे हैं हम इस बार वी आर ट्राइंग टू शो आवर अप्रिसिएशन ये सबको नहीं मिलने वाला है जो नहीं मिलेगा उनको नाराज नहीं होना है ठीक है हम कैटेगराइज करने का ट्राई किया हुआ है अगले साल से और अच्छा करके ना इसको बढ़ाने का प्रयास रहेगा तो जिसको भी मिलेगा कॉन्ग्रेचुलेशन जिसको भी नहीं मिलेगा उनको भी कॉन्ग्रेचुलेशन का मिसेस है सब पहचानते हैं हम हिंदी में बात करें क्योंकि आधा हिंदी में नेपाली हिंदी तो सबको आता है हम लोग आधा नेपाली आधा हिंदी जहाँ पे हम लोग एक दूसरे को पहचान सके एक दूसरे को समझ सके और आज के लिए हम लोग एकजन होकर एंजॉय करने आए थे।
सबैको यहाँ आउनुहुन्छ बाई बाई यो चाहिँ अब हाम्रो लास्ट है सपनामा आउँछ अन्त चाहिँ हेलिप्याडमा जाउँ न केटाहरूलाई तिनीहरू खानु खाना टाइम छैन हेलिप्याडमा गएर यसो ग्रुप फोटो गरौँ हो म के हो के अरे हाम्रो ज्याकेट सप त है कस्यम चाहिँ होला ज्याकेट है आज कस्तो I love you, Tata Thar! खै सामने पनि देऊ न हल्का हेलो गाइज फाइनली अहिले हो भने चाहिँ हामी कहाँ छु भन्दाखेरि चाहिँ मिरिकको हेलिपेडमा यहाँ हेर्नुहोस् न यति दामी भ्यू फर्स्ट टाइम आएको म चाहिँ यहाँनिर तर यति दामी मन पर्यो मलाई चाहिँ यहाँबाट चाहिँ खरसाङ पनि एकदम दामी देख्दो रहेछ यहाँ पहिला यहाँ हेर्नुहोस् हाम्रो साथीहरू इन्जोय आज चाहिँ डे आउट तपाईँहरूलाई थाहै छ हामी एकदम फ्रेसनेसको लागि निस्केको है अन्त त्यहाँबाट यहाँ हेर्नुहोस् यति दामी देख्दो रहेछ कि यहाँबाट चाहिँ खरसाङ अरे यो चाहिँ खरसाङ अरे हेरिहाल्नुहोस् खरसाङ यति दामी देख्दो रहेछ कि यहाँबाट अब तल सिलगढी पनि देख्दो रहेछ तल है मैले यो चाहिँ जुम गर्न सकिनँ तल देख्दै गरेको चाहिँ सिलगढी अरे यो पनि यति दामी देख्दो रहेछ तर अब यहाँको चाहिँ भनौँ भने यहाँ हेर्नुहोस् न क्लाउड अब यति दामी के भन्नुहुन्छ तपाईँ अब यतिको चाहिँ अब जतिको चाहिँ यो क्यामेराले क्याप्चर भइरहेको छ है त्योभन्दा ब्युटिफुल चाहिँ एकदम आँखाले हेर्नु सकिरहेको छौँ किनभने आँखाले देखेको जति चाहिँ क्यामेराले क्याप्चर गर्नु सकिँदैन र हेरिहाल्नुहोस् सनसेट वाउ हेरिहाल्नुहोस् यति दामी भइरहेको छ अब तपाईँहरू पनि आउनु होला एकदम यहाँ इन्जोय गर्नु होला एकदम फेरि यस्तो राम्रो पिसफुल भनौँ न अब एकदमै पिसफुल ठाउँ म त फर्स्ट टाइम हो तर मलाई यति मन पर्यो है अब वेदरले पनि यस्तो दामी साथ दिएको यहाँ हेर्नुहोस् न
फेरि के भन्दाखेरि चाहिँ अब बेलुकाको टाइम भयो नि त इभिनिङ होइन त्यसले गर्दाखेरि चाहिँ झन् के भन्छ नि सुनमा सुगन्ध भन्छ नि त्यो चाहिँ यो हेरिहाल्नुहोस् भ्युज चाहिँ यति दामी र सायद अब हाम्रो लास्ट यो भ्लगिङ पनि यही होला किनभने अब चाहिँ घरतर्फ लाग्नुपर्ने हुन्छ छ त अलरेडी यहीँ नागिसक्यो र हेरिहाल्नुहोस् इन्जोय गरिरहेको छ सबै हाम्रो डिएलएस फ्यामिलीहरू र अब चाहिँ हामी घर फर्किने तर्खारमा अरू एकपल्ट हेरिहाल्नुहोस् है यति दामी तपाईँहरू पनि आउनु होला यहाँ इन्जोय गर्नु होला थ्याङ्क यू सो मच लास्ट टाइममा अब लास्ट इन्डिङ पोइन्टमा चाहिँ वेदरले यस्तो दामी साथ दियो कि अब हामी भन्नु सक्दैन त्यसमा चाहिँ हामी बिहानको सबै बिर्स्यौँ ए हाम्रो भाइ भेट्यो त हामीले फर्स्ट टाइम भेटेको आज फर्स्ट टाइम भेटेको फर्स्ट टाइम भेटेको तर पनि हाम्रो रमाइलो लाग्यो हाम्रो भाइहरूसँग हाम्रो दादासँग एकदमै खुसी लाग्यो हाम्रो दादाको भाइ ब्लगलाई चाहिँ एकदम सब्सक्राइब लाइक कमेन्ट सेयर सबै गरिदिनुहोस् होला थ्याङ्क यू